हाम्रो यो यात्रामा धेरै कठिनाइहरू आएका थिए। हामीले यो यात्रा गर्दाखेरि एकदमै कठिनाइहरू भोग्नु परेको थियो। भिडियो अन्तिमसँग हेर्नुहोला। भिडियो अन्तिमसँग हेरेर साथ दिनुहोला। हाम्रो यो यात्रामा चाहिँ 3 जना हामी साथीहरू थियौँ। 3 जना साथीले चाहिँ आज चाहिँ चन्द्रगिरी डाँडा चाहिँ हामी घुम्न जानुपर्छ भन्ने निर्णय भयो। अनि हामीले चाहिँ खाना पनि उतै खानुपर्छ, बस्न नि उतै बस्नुपर्छ, आज घुम्न जानुपर्छ भन्ने निर्णय भयो। अनि एकदमै रमाइलो भइरहेको थियो। मलाई त एकदमै खुसी लागिरहेको थियो। सँगै साथीहरू घुम्न पाउँदा एकदमै रमाइलो हुने भयो सोचिरहेको थिएँ। अनि म र राजा मजाले कुराकानी गर्दै थिएँ। हिजोको गेमबारे कस्तो भयो, कसरी फाइनल भयो, के भयो सबै कुराहरू गर्दै थियौँ। राजाले भन्नुभएको थियो एकदमै राम्रो भयो भन्नुभएको थियो। एकदमै खुसी लागेको थियो किनकि हामीले हिजो टेकमान्डो गरेका थियौँ। फाइनली धेरै लामो समय यात्रापछि आज चाहिँ हामी ठ्याक्कै हाम्रो खाना खाने होटलमा पुगियो। हाम्रो खानाको अर्डर चाहिँ बिहानै भइसकेको थियो। हामी चाहिँ बसेर मजाले टाइसिट मिलाउँदै कुराकानी गर्दै थियौँ। अनि मैले चाहिँ आफ्नै कामतिर लागेको थिएँ, भिडियो बनाउँदै थिएँ म चाहिँ। फाइनली पुगेको 10 मिनटपछि चाहिँ ठ्याक्कै खाना पनि आयो। त्यसपछि हामीले चाहिँ खाना खान अब सुरु गर्नु पऱ्यो भनेर खाना खान सुरु गर्छौँ। खाना खाइसकेपछि चाहिँ हामी चाहिँ सबैजना मजाले बसिरहेका थियौँ, गफसफ गरिरहेका थियौँ। अनि खाना खाइसकेपछि योभन्दा अगाडिको यात्रा चाहिँ हाम्रो सुरु हुन्छ। फाइनली खाना रुमबाट निस्किसकेपछि चाहिँ राजा चाहिँ आफ्नो बिल तिर्दै थिए। अनि मैले पनि जुत्ता लगाएर चाहिँ हामी ठ्याक्कै निस्किनै हाल्यौँ बाहिर। उकालो यस्तो थियो कि बाइक चढ्दैन थियो। राजालाई चाहिँ एकदमै हातले डोर्याएर लिएर आउनु भएको थियो। सायद उहाँको अघि मासु भात खाएको सायद ओल्ली नै गइसक्यो होला। फाइनली आज हाम्रो यात्राको अन्तिम ठाउँमा चाहिँ हामी पुगि नै सक्यौँ। भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नु होला। बाई बाई।